तपाईहरु जापानमा हुनुहुन्छ, स्टुडेन्ट भए पनि डिपेन्डेन्ट भए पनि सबैभन्दा ठुलो च्यालेन्जिङ कुरा हुन्छ पार्ट टाइम काम खोज्न। आज मैले विशेष गरी काम खोज्नका लागि सजिलो हुने वेबसाइटहरू अथवा एप्लिकेसनहरूको बारेमा लिएर आएको छु। यो छोटो भिडियो म आज नाम मात्रै भनिदिन्छु यसको। तपाईँले त्यहाँभित्र छिरेर आफ्नो बसेको ठाउँको लोकेसन के हाल्नुभयो भने एभाइलेबल सबै पार्ट टाइम जबहरू सबै आफै आउँछ। अनि फोन गर्ने, त्यहाँ मेसेज रिप्लाई गर्ने सबै काम चाहिँ तपाईँको। नर्मली भनिदिन्छु, नम्बर 1 मा छ टाउन वर्क, नम्बर 2 मा छ हेलो वर्क, नम्बर 3 मा छ बाइतोरु, नम्बर 4 मा छ माइनाभी बाइतो र नम्बर 5 मा छ indeed.com। यी वेबसाइटहरू तपाईँले फलो गर्नु होला। एकदमै धेरै कामहरू टाइमको डिटेल सहित पर आवर स्यालेरी सहित सबै डिटेल राखिदिएको हुन्छ। ल्याङ्ग्वेज पनि कति चाहिन्छ, तपाईँले त्यहाँ फोन नम्बर पनि हुन्छ, मेसेज अथवा मेलहरू इन्ट्री गर्ने ठाउँ हुन्छ, गर्नु होला। र तपाईँलाई उनीहरूलाई मान्छे चाहिएको छ भने तपाईँलाई कन्ट्याक्ट गर्छ है, अथवा कुन ठाउँमा इन्टरभ्यू हुने हो भनेर बोलाउँछ है त। यी 5 वटा वेबसाइट अथवा एप्लिकेसनहरू पनि छ यिनको, तपाईँले चाहिँ फलो गर्नु।